सायद यो ठाउँ नजान्नु भएको त कोही नै हुनुहुन्न होला है, किनभने अहिले एकदम भाइरल छ नि त। हेलो नमस्ते, तपाईँहरू सबैलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हाम्रो यात्रा इटरीदेखि चतरासम्मको। चतरामा चाहिँ मेरो एकजना कजन दिदी बस्नुहुन्छ नि त, अनि उहाँले अस्तिदेखि आउनु आउनु भन्दै हुनुहुन्थ्यो। अनि आज बल्ल बल्ल जोड्यो क्या, किनभने अब म घरि झापा घरि यता म आजकल झापा धेरै बस्छु नि त, अनि त्यही भएर बल्ल बल्ल यहाँ आएको बेला नि लु जाउँ न त है भनेर हिँडेको। अनि चतरा पुग्दा नपुग्दा पानी परेर कस्तो शीतल भयो है, अनि शीतल भएर खुसी पनि लाग्यो। तर हामी चाहिँ आज त्यो अहिले एकदमै भाइरल ठाउँ छ नि चतरादेखि माथि बोपटाङ डाँडा भन्ने, त्यहाँ जाँदै गएको थियौँ नि त। अनि तर ला पानी परेर भ्यू चाहिँ राम्रो देखिँदैन होला भनेर सोच्दै थियौँ क्या। अनि यो डाँडा जाने बाटो चाहिँ बेलाका रिजोर्टको गेट अपोजिटबाट एउटा बाटो रहेछ, अनि त्यो बाटो मास्तिर 15 मिनट जति जानुभयो भने पुग्छ यो ठाउँ होइन। अनि जाने बित्तिकै गाडीहरू यति धेरै भिड न भिड हुन्छ होला सोच्यौँ, भिड पनि किन नहोस्, अहिलेको एकदमै भाइरल ठाउँ। अनि यहाँ पुग्नु भएपछि चाहिँ यो बोर्ड देखिन्छ नि त, अनि यो बोर्डदेखि चाहिँ लेफ्ट जानुपर्छ। अलिकति पर पुगेर यहाँदेखि चाहिँ दुईवटा बाटो छ क्या, राइट र लेफ्ट। धेरैजना कन्फ्युज हुनुहुँदो रहेछ। हामी चाहिँ राइट गयौँ नि त, राइटबाट नपुग्ने त होइन, तर राइटबाट चाहिँ अलिकति अप्ठ्यारो बाटो छ। हामी फर्किँदा चाहिँ लेफ्टबाट फर्क्यौँ, त्यो चाहिँ अलिक राम्रो बाटो छ होइन। 10 मिनट जस्तो हिँड्नु भएपछि चाहिँ हाम्रो डेस्टिनेसनमा पुगिन्छ। अनि हामी चाहिँ पुग्ने बित्तिकै खाजा खाऊँ न त सुरुमा है भनेर खाजा खान थाल्यौँ। अनि मैले धेरैजनाकोबाट सुनेको थिएँ कि यो ठाउँमा चाहिँ खानेकुरा मिठो पाउँदैन भनेर, तर हामीलाई चाहिँ खै मिठै लाग्यो। हामी चाहिँ खाजा खाँदै गर्दाखेरि सिमसिम पानी पर्न थाल्यो नि त, अनि लुलु छिटो गर्नुपर्छ भनेर चाहिँ खाँदै गरेको चटपटी पनि प्लेटै बोकेर गयौँ कि हामी चाहिँ त्यहाँनिर। त्यहाँबाट भ्यू चाहिँ यस्तो राम्रो देखिँदो रहेछ है। तर अझै त्यो हुन्छ नि क्लाउडी निलो आकाश भएको बेला त्यतिखेर झन् दामी देखिन्छ होला नि। मलाई चाहिँ खासमा त्यस्तो दिन होस् भनेर सोचिरहेको थिएँ नि त, तर के गर्नु पानी पर्यो नि त। र पनि केही छैन, त्यहाँ पुगेर यस्तो भ्यू हेर्नु पाउनु नै ठुलो कुरा हो नि त। अनि अरूहरूको भिडियोमा देख्थेँ कि यो ठाउँ चाहिँ लाइक यस्तो ओह्रालो त ओह्रालो ठिकैको जस्तो लाग्थ्यो, तर मैले सोचेको भन्दा धेरै ओह्रालो नै रहेछ क्या। अनि हामीहरू चाहिँ एकछिन बस्यौँ, फोटो भिडियोहरू त अभियसली खिचिहालिन्छ होइन। खिचिमऱ्यौँ अनि रिटर्न भयौँ होइन। अनि रिटर्न हुँदा मम्मी अन्सु र दिदीहरूलाई सोधेँ क्या कस्तो एक्सपिरियन्स भयो, कस्तो लाग्यो ठाउँ भनेर। दिदी त तर पहिला पनि जानुभएको अरे, पहिला चाहिँ अलिकति डिफ्रेन्ट नै थियो अरे क्या, त्यहाँनिर रुखहरू थियो अरे, बस्ने फलैचाहरू थियो अरे नि त। अनि दिदीले चाहिँ कस्तो चेन्ज भइसकेछ भन्दै हुनुहुन्थ्यो। अनि हामी रिटर्न हुँदा ठिक्क बेलाका रिजोर्ट पनि अब त्यहीँनिर छ नि त। अनि आएको बेला लु पसौँ न त है भनेर पस्यौँ। अनि स्विमिङ कम होइन गीत लगाइदिनु भएको थियो, डान्स ज्यादा भयो क्या। आजको हाम्रो दिन चाहिँ यस्तै रमाइलो गरी बित्यो। अनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यु नेक्स्ट भिडियो, बाई।